हेलो एभ्रिवान, अहिले म चाहिँ ब्याक साइड देख्न सक्नुहुन्छ गान्तोकको मेन सिटीमा छु है साथीहरू। पछाडि देख्न सक्नुहुन्छ गान्तोकको मेन सिटीमा छु म चाहिँ अहिले। पछाडि वेलकम टु सिक्किम लेखिरहेको छ पछाडि बोर्डमा। अन्त म चाहिँ जू घुम्न जाँदैछु। गान्तोकको जू कस्तो छ के छ भिडियोहरू तपाईँहरूलाई मजाले लिएर आउनेछु, भिडियो हेर्दै गर्नुहोस्। म आज गान्तोकको जू घुम्न गइरहेको छु हो, जूमा घुम्न जाँदैछु। त्यही भएर जूमा कतिवटा एनिमल्स छ तपाईँलाई म डिटेल्समा टोटल एनिमल्स तपाईँलाई देखाउनेछु भिडियो गरेर। भिडियो राम्रोसँग हेर्दै गर्नुहोस् है गाइज। ल साथीहरू, यो चाहिँ लियोपार्ड चितुवाको बच्चा। त्यसका बाजे बेलुका कसको गोठबाट चाहिँ बाख्रा चोरेर खाएर चाहिँ यहाँ सुतिरहेछ, मस्त सुतिरहेछ। यस्तो हुँदो चाहिँ साथीहरू हेर्नुहोस् त। ओइ ओइ ओ हेर्नुहोस् है, यस्तो हुन्छ है। ल हेर्नुहोस् है, ल साथीहरू, आमा बोका चाहिँ यसलाई भन्छ। इधर में नहीं है दादा, उधर है वो, देखिए ना ऊपर जाके। साथीहरू बोका चाहिँ यसलाई भन्छ होइन, यस्तो डेन्जर बोका छ। ल है साथीहरू, तपाईँहरूले बोका देख्नुभयो होला, कस्तो डेन्जर, कस्तो ठुलो, कत्रो ठुलो। अब बोका देख्नुभयो होला। अब बाख्रा देखाउँछु है साथीहरू तपाईँहरूलाई म। ल गान्तोकको बोका देख्नुभयो होला, अब बाख्रा देखाउँछु ल है साथीहरू, हेर्दै गर्नुहोस् है बेटे। साथी यहाँभित्र हेर्नुहोस् त है, अघि बोका हेर्नुभयो, अब यो बाख्रा हो। यहाँ चाहिँ साला मेरो गोठबाट बाख्रा चोरेर खाएर चाहिँ यहाँभित्र लुकिरहेको छ बाघ। हेर्नुहोस् त यहाँभित्र है। ओए आयो साथीहरू, बाघ आयो, भाग 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 भाग। यहाँभित्र हेर्नुहोस् त साथीहरू, बाघ। हिजो बेलुका गोठबाट बाख्रा चोरेर ल्याएर चाहिँ यहाँ खाएर यहाँ लुकेर बसिरहेको रहेछ बाघ। हेर्नुहोस् है। कहाँबाट आयो मेरो घरमा यत्रो यत्रो ठुलो मयर। हेर्नुहोस् त साथीहरू, अरे हो साथीहरू, हेर्नुहोस् त साथीहरू, यो त टिबेटबाट उडेर आएको चिल जस्तो छ त हौ यो। अम्म हेर कत्रो छ त हौ साथीहरू यो चिल। हेर्नु त यो 4-5 वटा छ भन्दा एउटा मान्छे डल्लै खान्छ होला यिनीहरूले त। अम्म कत्रो ठुल्ठुलो छ हौ। अम्म हेर। ल हेर्नुहोस् त साथीहरू, अरे बाप रे बाप। साथीहरू यो चाहिँ रेड पान्डा हो। हेर्नुहोस् है, रेड पान्डा। गान्तोकको जूमा चाहिँ रेड पान्डा पनि पाउँछ है साथी। हेर्नुहोस्, रेड पान्डा चाहिँ हो। रेड पान्डा हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो रुखमा चढेर बसिरहेछ।
घरमा मुसा नमारेर बिरालो हेर्नुहोस् त साथीहरू, जङ्गली बिरालो चाहिँ यस्तो हुँदो रहेछ है। जङ्गलको बिरालो चाहिँ यस्तो हुँदो रहेछ है साथीहरू, हेर्नुहोस् त है। घरमा मुसा नमारेर म्याकुरी यहाँतिर आएर बसिरहेछ, हेर्नुहोस् त साथीहरूको घरमा मुसा किन थुप्रेको हो भनेर त। साथीहरू जङ्गलको बिरालो चाहिँ यस्तो छ है। साथीहरूको घरमा चाहिँ मुसा मार्नु छ भने चाहिँ यो बिरालो लानुहोस् है साथीहरू। यो बिरालोले मुसा मार्छ, हेर्नुहोस् त यस्तो छ जङ्गलको बिरालो चाहिँ। साथीहरूको घरमा चाहिँ मुसा थुप्रेर पुरा बेसी भइरहेछ भने चाहिँ यो बिरालो लगेर जानुहोस् है साथीहरू। ल है साथीहरू, यो चाहिँ घोरालो हो। यो घोरालो हेर्नु सक्नुहुन्छ तपाईँले। घोरालो चाहिँ यस्तो हुँदो रहेछ। घोरालो चाहिँ बेसी नै रहेछ, यहाँ चाहिँ धेरै रहेछ घोरालो चाहिँ, हेर्नुहोस् है। यो चाहिँ घोरालो हो। घोरालो देख्न सक्नुहुन्छ कस्तो अन्त बलियो बलियो छ त हौ। अन्त हेर घोरालो चाहिँ यहाँ छ साथीहरू, हेर्नुहोस् है घोरालो। ल साथीहरू, यो चाहिँ लियोपार्ड क्याट हो। बाघ जस्तै, झनै झनै बाघ जस्तै हुँदो रहेछ। लियोपार्ड चितुवा जस्तै हुँदो रहेछ बिरालो चाहिँ। ओइ म्याउ, त्यसका बाजे दुम्सी त यहाँभित्र बसेछ है। ए यो चाहिँ दुम्सी हो। हेर्नु साथीहरू, यो चाहिँ दुम्सी हो। हेरौँ गान्तोकको जूमा चाहिँ याकलाई पनि यसरी राखिरहेछ। चौडी गाई याकलाई पनि यसरी राखिरहेछ है। यो चाहिँ याक हो। हेलो साथीहरू, यो गान्तोकको जू घुमेर चाहिँ तपाईँहरूलाई भिडियो गरेर देखाएको छु युट्युबमा। अन्त यो भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूले लाइक, कमेन्ट, सब्सक्राइब, भिडियो सेयर पनि गर्न सक्नुहुन्छ। जे होस् गान्तोकको जू चाहिँ दामी छ, एकदम दामी छ। देख्नु तपाईँहरू सबैजनाले देख्नुभयो होला कतिवटा एनिमल्स छ भनेर। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोस् है साथीहरू यो भिडियोलाई चाहिँ। ओके, बाई बाई। ल है साथीहरू, अब जू हेरिसक्यो हो। अब चाहिँ घर फर्किँदै गरेको। जू चाहिँ पुरा सबै फिनिस्ड, फिलिङ इन द ब्ल्याङ्क्स गरेर चाहिँ जू हेरेर चाहिँ अब घर फर्केको साथीहरू। यस्तो जङ्गलको बिचमा मजाले जू बनाएको छ यहाँ चाहिँ गान्तोकमा चाहिँ, दामी छ। जे होस् तपाईँहरू पनि एकखेप अभियसली आएर चाहिँ हेर्नुहोस् है साथीहरू, भिजिट गर्नुहोस् है साथीहरू। दामी छ जू चाहिँ यस्तो जङ्गलको बिचमा। अब यो वरिपरि हेर्नुहोस् त कस्तो दामी सिनहरू छ। जङ्गल वरिपरि जङ्गलै जङ्गल, नेचुरल अक्सिजन पनि नेचुरल। हेर्नुहोस् त यस्तो रमाइलो जग्गा। एकखेप तपाईँहरू पनि आएर एकखेप भिजिट गरिदिनुहोस्। थ्याङ्क यू सो मच। ओके, बाई बाई।